लाग्ने ओ जति हेरौँ तिमलाई आँखा कहिल्यै लिन थाक्ने कहिले हाँसौँ कहिले बरे रोइदिम कि झै लाग्ने यस्तै रहेछ विरतीको व्यथा विरतीको व्यथा नतनीको बनायो डाक्टर बधेले नतनीको बनायो झाँक्री धामीले मत खाला परेछु यसरी भिटामिन युको कमीले भिटामिन युको कमीले मत खाला परेछु यसरी भिटामिन युको कमीले भिटामिन युको कमीले देखि अब संसारै जल्ले भो दुईजनाको मुटु एकअर्कामा चल्ने भो ओ हाम्रो जोडी देखि अब संसारै जल्ले भो दुईजनाको मुटु एकअर्कामा चल्ने भो यस्तै रहेछ विरतीको व्यथा विरतीको व्यथा नतनीको बनायो डाक्टर बधेले नतनीको बनायो झाँक्री धामीले मत खाला परेछु यसरी भिटामिन युको कमीले भिटामिन युको कमीले मत खाला परेछु यसरी भिटामिन युको कमीले भिटामिन युको कमीले सारा संसार चकिँदै पारेर दुईजनाको मुटु बरे एक ठाउँमै सारेर हो देखाइदिउन सारा संसार चकिँदै पारेर दुईजनाको मुटु बरे एक ठाउँमै सारेर यस्तै रहेछ विरतीको व्यथा विरतीको व्यथा नतनीको बनायो डाक्टर बधेले नतनीको बनायो झाँक्री धामीले मत खाला परेछु यसरी भिटामिन युको कमी
ระวัง ถ้าได้อ่ะ
नाम लागेको ठाउँ यो चाहिँ पासा नाम लाग्छ शुक्रबार सही ल हाम्रो रेल चाहिँ आइपुगेको अवस्था अब हामी चढ्दैछौँ है अब यताबाट हो त्यहाँबाट होइन यता बस्नु यता यता ड्राइभरहरू छैन होइन अनलाइन छैन लाइभ छैन मान्छे त खाली छ त हामी मात्रै छौँ त ल अब चाहिँ नि हामी लामा खालको बसमा चढेर लाग्यो बाटो मलेसियाको ट्रेनमा चाहिँ लगभग प्यासेन्जर भनेको 2 जना दाइ र प्यासेन्जर बेकारको रेलमा चढियो त हौ हामी त यत्रो खाली छ गयो स्ट्याम्प बिजनेस भयो 15 दिनको भाडा 800 को अनि यो गाडीलाई त के चाहिँदो रहेछ त लाइट साइट पनि छैन अगाडि बजियाले पल्टाउला कि भन्ने डर छैन त केही अनि यो ड्राइभर बेगर चल्दो रहेछ यो त चिज त यस्तो हेर्नुहोस् त तपाईँहरू कहाँ चाहिँ छ त ड्राइभर छैन ड्राइभर प्यासेन्जर पनि चारजना मात्रै Bukit Duku. Next station, Bukit Duku. हाम्रो चाहिँ आइपुग्नै लाग्दैछ अब एक स्टेसनपछि हामी आइपुग्छौँ
ट्याङ्की बनाउने काम तीव्रताका साथ चल्दैछ। पुरानो ट्याङ्कीलाई चाहिँ फ्याँकेर सबै यात्रा गर्दाखेरि लिएका भिडियोहरू हुन्। पञ्चकपुर दिनको भित्र चाहिँ गरम छ आज एकदमै। यो जारी छ। हरियाली मलेसिया। मलेसियाको सौन्दर्य नै राम्रो छ के हेर्नु त। ओहो मलेसियाको हावापानी वातावरण हरियाली त्यो नै सबै राम्रो देखिन्छ क्या सबैभन्दा। यो चाहिँ त्यो चाहिँ मजा छ त्यत्तिकै है। रोडमा यस्तो छ रमाइलो छ नि त हेर्नु त। ए चट्ट चिरी चट्ट परेको बाटो यो स्कुल हो यतातिरको। यता माथिको भनेको अपार्टमेन्ट घरहरू हो होइन। त्यस्तो चाहिँ ठिकै छ। त्यही भएर मान्छे मलेसियाको हावापानीले गर्दा नि बस्नलाई साह्रै रुचाउँछन्। हावापानी त्यही हो ठिकै छ। सन्चै छु आराम कुशल बाँचेको छु दुःख सुख आजका मितिसम्म होइन। यस्तै चाहिँ ठिकै छ। हावापानीले गर्दाखेरि सही छ ठिकठाक छ यस्तै सही छ। जङ्गल पनि भीषण छ यहाँ त। रुख बिरुवाहरू हेरौँ न। ओहो पुरै रुख बिरुवा भीषण छन्। जताततै हरियाली। वातावरण चाहिँ जस मान्नुपर्छ। यता सिपिलापान यता पञ्चक पर्दैन रमाइलो छ वातावरण नै सही सलामत छ। त्यही जुन तरिकाले बितेको छ त्यस्तै हो के गर्नु जिन्दगी। जसो तसो चलाएको छ जिन्दगी। यो चाहिँ हाम्रो मलेसियामा रहँदाखेरिको कोठा हो। हामी सुत्ने कोठा। यो टक्क दैलो ड्युटीबाट पस्ने ठाउँ। यो भित्र रुम यो खाना खाने ठाउँ हाम्रो यहाँनिर। यहाँ सोफाहरू पनि राखिएको छ। त्यसपछि यो 3टा कोठा छन् हाम्रो रुममा। यहाँ फ्रिज छ। यहाँनिर खानामा चामल राख्ने ठाउँहरू मरमसलाहरू सबै थोक राख्ने ठाउँ यो एरियामा पर्छ। पानी तताउने जग राइस कुकर त्यसमा अन्डा छ। त्यसपछि त्यहाँ मरमसला राख्ने ठाउँ छ। त्यसपछि हामी भित्र पस्दाखेरि हाम्रो किचन हो यो। हाम्रो यहाँ खाना पकाउँछौँ। खाना पाक्छ हाम्रो यहाँ। त्यसपछि एक्जस्ट फ्यान गन्दा आएको हटाइन्छ यसले। अनि भाँडा धुने हाम्रो पानीको धारा यहाँनिर रहेको छ। भाँडा सफा गर्ने पानीको धारा यहाँ छ। यहाँ ग्यास हाम्रो यो किचन एरिया भयो। त्यसपछि यस गएपछि हाम्रो यो सोफाहरू यसो ड्युटीबाट आएपछि यसो बस्ने आराम गर्ने ठाउँ। भिडियो हेर्नु होला तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो समग्रमा। यहाँबाट भित्र गइसकेपछि हामी सुत्ने कोठाहरू आउँछन्। यो एउटा कोठा एकजना साथी सुत्ने गरेको छ। त्यसपछि यसमा 2जना सुतिन्छ हामी। त्यसपछि आएर यतापट्टि यो रुममा यो बेड चाहिँ मेरो बेड हो। यो बेडमा चाहिँ म सुत्छु। यता के सरसामान राख्ने ठाउँ। यो फ्यान यहाँ रमेश सुत्ने ठाउँ। त्यसपछि यहाँ सामानहरू राखिएको छ। यही बेडमा 2 साल हुन लागेको सुतेको। त्यसपछि आएर यो किचनको र्याकहरू दराजहरू
यो फ्रिजमा चाहिँ सुन्तला स्याउहरू पनि राखेको छ। यो हाम्रो फ्रिज हो। फ्रिजमा के सब्जीहरू राख्ने गरेको छौँ हामीले। चुडी ढुकुर एकै साथमा त्यसपछि यो चाहिँ हाम्रो रुमभन्दा बाहिरको दृश्य, कपडा सुकाउने ठाउँ रुमभन्दा बाहिरको दृश्य हो। यो दृश्य भनेको बाहिरपट्टिको एरियाको दृश्य हो। यहाँ आइपसेको चाहिँ ब्लक ए पर्छ, चेरास अपार्टमेन्ट ब्लक ए पर्छ भने यो चाहिँ ब्लक बी हो। यो ब्लक बी हो। ब्लक सी उता पल्लोपट्टि छ। यो यही स्टाइलको हाम्रो पनि बिल्डिङ यही स्टाइलको छ। यो पहिलो तलामा लेभलमा पर्छ हाम्रो रुम। यस्तो चाहिँ कागती रोप्न पाएदेखि त कायदा हुने थियो त। कति फलेको छ ल हेर्नु त। एउटा गमलामा रोपेको छ, संसार ढाक्नेरी फलेको छ। यो कागती कायदा छ। मन्टेला के पो भन्छ यसलाई त कागती भन्दा पनि। मन्तेलाको बोट हो। मन्तोला फलेको छ। यस्तो चिया चिचिला लाने गर्दा यो सकिन नपाउँदा फेरि फलिहाल्छ। रोपा चाहिँ एउटा गमलामा छ। ओहो कायदा